स्टार्ट भयो हेलो गाइज वेलकम टु माई भिडियो हाई गाइज वेलकम टु माई ब्लग अनि आज चाहिँ मेरो डे इन माई लाइफ त होइन मेरो दिदीको बिहेको चाहिँ म आज चाहिँ भिडियो बनाउन जाँदैछु राम्रो भयो नि नराम्रो भयो नि अन्तिमसम्म हेरिदिनु होला हाम्रो बिहेमा चाहिँ मामाहरू सबै आउनु भइसकेको छ सबैजना खाजा खाँदै हुनुहुन्छ हाम्रो बिहे घर चाहिँ यही हो 1 hour later हाम्रो चाहिँ जन्ती अझै पनि आइसकेको चाहिँ छैन हाम्रो चाहिँ माउलीहरू भन्नाले मामाहरू मात्र यताबाट बन्छु आउँदैन फेरि मामाहरू मात्र आउनु भएको छ त्यही भएर यो चाहिँ माइक हो क्या यो चाहिँ यही ट्राइपड स्ट्यान्डकै हो अनि हाम्रो चाहिँ मामाहरू आउनु भएको अब अलि यस्तो स्लोप भयो हो अब चाहिँ हाम्रो चाहिँ मामाहरू आउनु भएको छ मामाहरू मात्र आउनु भएको छ मामाहरू सबैजना खाजा खाँदै हुनुहुन्छ अनि हाम्रो चाहिँ अब जन्ती आउँछ अनि त्यसपछि देखाउँछु मामाहरू सबै खाजा खाँदै मैले कति भनेको मलाई बोल्न आएन साथीहरू भ्लगमा हाम्रो चाहिँ राधेको बिहेको खाजामा रहेछ यस्तो साथीहरू हाम्रो चाहिँ जन्ती पनि आयो कि क्या हो हेलो वेलकम टु माई ब्लग हाम्रो मामा बेहुलीको बाबा तपाईँलाई बिहेमा कस्तो लाग्दैछ उहाँ चाहिँ हाम्रो बेहुलीको बाबा हो नमस्ते मेरो छोरीको बिहेमा स्वागत छ भन्नु त भन्नु न मेरो छोरीको बिहेमा स्वागत छ भन्नु न भन्नु न बेहुली भन्दा धेरै लाग्छ मेरो छोरीको बिहेमा स्वागत छ भन्नु न आज मेरो छोरीको बिहे हो भन्नु ल स्वागत छ सबैजनालाई हामी चाहिँ अब माउलीलाई माउली होइन जन्तीको वेट गर्दैछौँ ढोकामा यो चाहिँ मेरो हो त्यो चाहिँ पुन्टेको हो उनीहरूले 10 बजे हिँड्छु 11 बजे आइपुग्छौँ भनिरहेको थियो तर अहिलेसम्म आइपुगे छैन अहिले हाम्रो घडीमा कति बज्यो 12 बजेर 12 मिनेट गयो नेपाली 1 घन्टा 12 मिनट आयो आयो है आयो 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 भ्लगमा बनाएको नि भिडियो अब चाहिँ अलि राम्रो भिडियो बनाऊँ भन्ने हो तर खै हाम्रो गाउँको रोड पिच भएको छ गाइज यो त भन्नै बिर्सेछु अस्ति नै भर्खर नयाँ चिल्लो कालो गाइज जन्ती आयो चिसो आयो आयो बेहुली कहाँ त्यहाँबाट आ भनेर सोचिरह होला तपाईँहरूले चाहिँ हाम्रो के बिहे भन्छ यसलाई मान्न आउने बिहे होइन त्यस्तो बिहे हो हाम्रो दिदी चाहिँ अस्ति नै हिँडेर गयो त्यही भएर अब हाम्रो बिहे कस्तो हुन्छ हेर्नु होला गुरुङ We are all ready. Please. अब चाहिँ हामी जन्तीहरूलाई वेलकम गर्न जाँदैछौँ जन्तीहरूलाई वेलकम गर्नलाई घोडा भन्दा पछाडि बस्नुपर्छ नानी म चाहिँ यो घोडाको साथी हो फर्स्ट टाइम अर्को घोडाको साथी उता छ यो चाहिँ मेरो दिदी हो यसको बिहेमा त म एक्लै बस्नुपर्छ के गर्नु eventually आयो नमस्ते 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 दिदी नमस्ते
मलाई चाहिँ हेला गरे हेर्न बेहुलीलाई हेला गरेपछि नि हुन्छ त बाउ ए ताली बजाऊ ओहो सोनिका दिदी उयो त बस्नु न उयो त बस्नु न म त न सोनिका ए दिदी मेरो ब्लग सरी खुल्नु नै होला ल ए फेरि दिनु न मेरो त त्यो त सक्यो दिदी नै यो चाहिँ मैले डेकोरेट गरे हो गाइज खोला खोला खोजेर खोजेर घाम त तलक्कै लाग्यो 12 बजे आइपुग्यो आज त घाम पानी पर्छ होला यसले त डाँडो पनि चाड्थ्यो घाम पानी पर्छ पक्का आयो आयो ये ल मेरो काकालाई मेरो भ्लगमा स्वागत छ के भन्नुहुन्छ काका मेरो भन्नु केही छैन छोरीहरूले कहिले चाँडै ज्वाइन आउनु पर्यो अलि छोरीको दिदीहरूको पाले मेरो त अन्तिम हो नि काका कहिले आउने म हो कान्छी मभन्दा पनि माथि अनि टन्ने तपाईँले त छोरीको बिहे खाएरै सक्नु हुँदैन कि बुढा हुन्छ कि मेरो त अन्तिम हो सबभन्दा त्यहाँ हेर्नु दिदीहरू कति बाँकी छ भएको छ सब दिदी हो मेरो उयो यो यो हो यो पनि हो यो रातो लाउने यो पिङ्क लगाउने नि मेरै दिदी हो तपाईँले उहाँ दिदीको त खायो होला नि दिदीले त दिदी पनि जन्माइसक्यो One hour later, one eternity later. फर्स्टमा भोजमा छ पहिला पुलाउ के गर्नु कस्तो गाह्रो हुन्छ खानु त
तेलमा हालिदिन्छु मेरो मान्छे मलाई खानु के मलाई ल यतापट्टिको म धेरै खाँदिनँ फर्स्टमा चाहिँ हाम्रोमा छ पुलाउ दुईचोटि हाल्छ अनि छ यो रातो दाल के अरे फ्राई दाल कति हाल्नु म त दाल खाँदिनँ पो अनि त्यसपछि चाहिँ हाम्रो मटन करी नखाने हो तपाईँ मटन रस हाल्नु भने कि मटन हाल्नु यस्तो ए प्रभु भयो अनि यसपछि चाहिँ हाम्रो यहाँ मिक्स भेजिटेबल्स यसमा चाहिँ आलु बोडी क्याप्सिकम च्याउ सबै छ यत्रो खाँदिनँ कहाँ हाल्यो दाल हाल्यो अनि सरी है रोकियो मान्छे लाइनमा साग छ साग चाहिँ मलाई एकदमै मनपर्छ कति राम्रो थियो यो साग अघि बिहान भयो हामी छिटो हालेर हिँड्न अनि त्यसपछि छ मस्यौरा र केराउको अचार हाल्नु छ हाम्रो स्यालेड म चाहिँ गाजर खान्छु मुला हाल्नु कि नै के हाल्नु यो अक्सिजनल काँक्रा के होला है लगमा के बोला काँक्रा खानु खोइ मेरो स्कुल खै थाहा छ मलाई तपाईँलाई कति खानु धेरै म देखेर ल खाए ल अब भन्न त मेरो चाहिँ खाना हो स्लाइड वाला क्या मलाई रहेछ यही त हो मैले चम्मच तिमीले चम्चा दुईटा ल्याऊ मलाई त्यो सञ्जय दाइको मम्मीले दही ल्याउँदैन भाइ एउटा को सन्जय दाइको मम्मी त्यो टाउकोमा हटेर के भन्नु मम्मी भने खाए ल ल ल हामी चाहिँ सातनको बहुत अनि हाल न भाइ भातमा चाहिँ म त बिराउ I don't like it. Hello? जाऊ त जाऊ कि मलाई कुले नानी ओके भाइ त्यो खै मन्जु म आएको छैन ब्लगमा कपिराइट लाग्लाई दिनाजपुर कालगढी के अनि लगाउनु यहाँ मलाई फोटो किनला जुम मिलेन त ठीक भान्जीले त फेरि डलो गइरहेको छ ल साने के छ देखा त्यसले त यहाँ सोचेर दिइरहेको छ यहाँले मेरो चाहिँ आइ भनिदिनु न म त सर्भिसिङमा हो नि त पुरा सर्भिसमा अलिकति यस्तो यस्तो चाहिँ हुनु भएन है ल्याम्प्याङ क्यामेराम्यान भयो यहाँ चाहिँ मोडल म त ल्याइदिँदैन है चस्मा सस्मा गाइज अब म पनि टिकटक बनाउँछु फोटो खिच्छु ओ त्यहाँ डान्स गर्दै एकजना मान्छे मात्र मैले अलिकति भिडियो खिचेर ल्याऊ खतरा नाचिरहेको खतरा आमा DJ
डीजे धुलो उडाऊ 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 साइली दिदी कमर कमर मार्को कमर मार्को कमर मार्को डीजे डीजे साइली दिदी घुम अतिथि दिदी म ऊ चन्दीकै मान्छे होला सायद म चिन्दिनँ बिस्तारै आउनु छोरीलाई आमा हाँसेको हेर गाइज म अब एकछिन टिकटक बनाउँछु अनि फोटो खिच्छु अनि एकछिनमा एकछिनमा ब्लग हाम्रो तोरी बारी कस्तो छ भनेको होला देखे होइन होला मलाई त्यही पनि हेर्नु होला One eternity later. यस्तै अर्को नि खिच्दे त यस्तै जाऊ त्यहाँ गरौँ आइ एम क्लिकिङ फोटोज राइट नाउ गाइज एकछिन ल म फोटो खिचेँ रुक ल मेरो भ्लग नि बनिन्छ दिदीको फोटो नि खिचिन्छ तन्काउनु न माथि लग्नु भयो हजुर एकछिन बगैँचाको फुल भन न अब साथीहरु हाई गाइज वेलकम टु आवर नाच्न जाने हो भिडियो अब हामी जाँदैछौँ नाच्न मेरो त एउटै फोटो खिच्दैन मैले 100 वटा फोटो खिच्दिएँ अब फ्रन्ट क्यामेराले भ्लग बनाउँदैछु म कस्तो डोमिनार हो यो गाइज म अब फोटो नखिच्ने अब म सिधै नाच्नु जान्छु दोपहर 2:45 बजे Every step fine.
जाता बो दिदीलाई दलेपछि हामी त भेनालाई नि दल्ने हो हुन्छ भने दल्ने कति हतार भएको नि ओइ त्यही चाङ्गु पुग्नलाई कति हतार गरेर ल छ्यामालाई पैसा दिएर पठाऊ दिदी यो बोकरमा पैसा छ यहाँ हराउला नि मेरो भ्लग भयो हजुरले हजुरको बिहे कस्तो लाग्यो अब चाहिँ हाम्रो जन्तीको गाडी आयो बेहुला बेहुली गयो पारी पुगिसक्यो होला ल साथीहरू आजको भ्लग यति नै हुन्छ जस्तो छ हाम्रो दिदीको बिहे सक्यो लग्यो 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 बाई बाई गाइस अब चाहिँ हाम्रो माउलीको बिदाई गर्ने पालो छ माउलीलाई यता थाप्ने हो कि भित्र years later. हाई गाइज वेलकम ब्याक टु माई भिडियो अनि आज चाहिँ हामी फेरि पनि भक्तपुर फर्किँदैछौँ हाम्रो घरको बिहे चाहिँ सक्यो अनि आज चाहिँ हाम्रो बिहेभन्दा 2 दिन पछि हो मैले चाहिँ बिहे पछिको एन्डिङवाला पार्ट नै खिच्न बिर्सेछु कि अलि बिजी भएर भ्याएन तर बिजी चाहिँ बिजी नै थियौँ हामी ठ्याक्क बेहुलीले बिदा गऱ्यौँ अनि त्यसपछि चाहिँ हाम्रो घर तलै एक्सिडेन्ट भएछ अनि त्यहाँ हेर्न गयौँ साइड सी इज माई सिस्टर एल्डर सिस्टर अन्जु गुरुङ यु सी सेम नो डिफ्रेन्ट अनि हामी चाहिँ आज 3 जना भएर फर्किँदैछौँ भक्तपुर फेरि वेलकम ब्याक खाइ 2 जना मात्र खाइरह मलाई त बिर्सिन्छ हेर मलाई त कसरी माया गर्छ ह्याप्पी डेन्टमा 2टा मात्रै हुन्छ घडा 3टा थाप्नु भएर ह्याप्पी डेन्टको लागि चाहिँ कमेन्ट छोड्नु पर्यो हामी 3 दिदी भने चाहिँ 3टा बनाउनु अब चाहिँ हामी यहाँ के गरिरहेको भन्दा बस कुरिरहेछौँ अब हामी यहाँबाट भक्तपुर जान्छौँ अनि त्यति नै हो त्यसपछि हामी खासै के गर्दैनौँ होला त्यसैले अब चाहिँ म मेरो भ्लग यही एन्ड गर्न चाहन्छु हजुर हामी आफ्नै दैनिकीमा फर्किन्छौँ दैनिकी भोलिदेखि ब्याक टु कलेज बिहानैदेखि यति हो यो चाहिँ हाम्रो खस्रेगाउँको बस स्टेसन हो यो त मैले कतिचोटि हालेँ फर्स्ट भ्लगमै 10 चोटि यही ठाउँ हालेको छु तर फर्स्ट भ्लगमा हाल्दाखेरि यहाँ पिच भएको थिएन गाइज हाम्रो गाउँको चाहिँ पुरै माथिसम्म नै पिच भइसक्यो आई थिङ्क बस आयो ल हाम्रो गयो गाइज ल बाई बाई वी विल मिट इन आवर नेक्स्ट भ्लग बाई बाई